हाई साथीहरू, वेलकम ब्याक अगेन। अनि आज चाहिँ हामी यति धेरै चटपटी लिएर आएको छौँ, यति धेरै हाई एभ्रिवान। यता हेलो भन। नमस्ते एभ्रिवान। झोले झोले भन्नु पर्दैन, सबैजना सन्चै हुन्छ होला। हामी पनि सन्चैको साथीहरू। हामी चाहिँ यता शीतल ताप्न आइरहेछौँ। यता सल्लाहघारीतिर मान्छेहरू त सुतिरहेको छ। हामी चाहिँ यता शीतल ताप्दैछौँ है साथीहरू। अनि आज चाहिँ खाजा यतै बोकेर आएको भयो हुने रहेछ है, यहीँ बसेर खानु हुने रहेछ। भयो नजाउँ, नल्याउँ, बरु उतै गएर बनाएर खाऊँ। अनि आजको यस्तो घाम लागिरहेछ, तर यहाँ चाहिँ यति बस्नलाई यति आनन्द भुइँमा ड्याम ड्याम पारेर बसेको छु म। यस्तो मजाले त ससुराली गएर नि बस्दैन। आया हो भने छोरा मान्छेहरू चाहिँ, अब छोरी मान्छे त कहाँ बुहारी भएर गइन्छ त्यसरी बस्न पाउने होइन। माइत ससुराली, बुढाको चाहिँ ससुराली। साथीहरू हामी चाहिँ यसरी शीतल तापेर बसिरहेछौँ। तिमीलाई थाहा छैन यस्तो बारेमा? बुढीको माइत अनि बुढाको चाहिँ ससुराली हो क्या, त्यस्तो हो। होइन हो, त्यो त थाहा हो होइन। अनि बुढीको ससुराली चाहिँ बुढाको घर क्या हो। त्यो इन्डियन सिरियलमा त्यस्तो हुन्छ। अनि हामी चाहिँ यता बसेर चाहिँ खाजा लिएर आएको भए चाहिँ यहाँ मस्तले बसेर खाँदा पनि हुने रहेछ। यस्तो शीतलमा आनन्दमा बसेर लिएन। अब हामी उता गएर आज हाम्रो चटपटे पार्टी छ कि साथीहरू। हो, बहिनीहरूले बनाएर चाहिँ दिन्छ कि दिँदैन, मैले चाहिँ यहीँ सुरु गरिसकेँ भिडियो। हामी चाहिँ पुरा सूचना आइसक्यो होइन। हामी चाहिँ पुरा बाहिर घुमेर आएको, कता भने कोटेश्वरतिर जाने काम थियो। अनि हामी चाहिँ गएर आएको। अनि अहिले चाहिँ ओहो यस्तो राम्रो हावा लागिरहेछ। अझै यता कस्तो अरे, अब तपाईँको कपाल उडाउँदै थिएँ, मेरो उडा भर्क त उडेर त तिम्रो नि आयो। अनि हामी चाहिँ उताबाट चाहिँ कस्तो मजाले टिकटक बनाइरहेछ क्या त्यहाँ। टिकटक स्टार जस्तो चाहिँ हुनुहुन्छ त्यता चाहिँ, त्यहाँनिर उता हेर देख्नु भएर फेरि भरे देख्दैन, उता हेर न। त्यहाँ चाहिँ पुरा टिकटक बन्दैछ, सुटिङ हुँदैछ साथीहरू। अनि हामी चाहिँ यता बसिरहेछौँ। यहाँ पुरा शीतल ताप्ने मान्छेहरू चाहिँ हुनुहुन्छ थुप्रै। अनि अब देखाउँछौँ बाई। अहिलेलाई चाहिँ के गर्छौँ, के गर्छौँ आज चटपटे बनाउने पुरै। अनि आज बहिनीहरूको बाटावाला रेसिपी देखाउँछु तपाईँहरूलाई म। बनाउने त बाटैमा हो नि त। बाटामै खाने हो र आज? आमामा आँटेको छ त हो। अरे अस्ति नै बाटामै त बनायो भने बाटामै बनाएको। तर मैले त्यति बेला भिडियो बनाउनु भनेको थिएँ, फेरि मोबाइल बोकेको थिएन क्या त्यति बेला। मलाई यसो गर्ने बानी बनिसक्यो है, यसो गर्ने ट्विक ट्विक पर राखा साथीले सिकाएको थियो त्यस्तै गर्नु। अनि कहाँ उठेको कोही फेरि भएछ जाने एकछिन। अनि बाटामा अस्ति बनाएर दिएको थियो, तर अस्ति 4 जना थियौँ, आज 3 जना मात्रै छौँ। अब गएर बाटावाला रेसिपी, चटपटे रेसिपी देखाउँछु म चाहिँ। अनि हामी खाएको पनि देखाउँछौँ। ल हेर्दै गर्नु होला, स्टे ट्युन गाइज। भन केही। अमिका जस्तो लजावती झार त कोही पनि छैन। अघि त रोज गर्दा। अनि कि साथीहरू यहाँ मैले राखेको घारीमा खाँदेर मलाई चाहिँ भन्छ उसले चाहिँ कति छिटो फेरि मान्छे त। मैले चाहिँ घारीमा खाँदै अरे। अनि ओहो यहाँ त लागि पो हालेछ। ल अब हामी चाहिँ फर्क्यौँ। अमिकाको कपाल नि मिलाउँदा अहिले यत्तिको भएछ। अब पुरा लाइट पो रहेछ त तिम्रो बाजे। अब हावाले त उडाउँछ जस्तै छ यार। गाइज हाम्रो चटपटे बनाउने स्पेसलवाला बाटा चाहिँ यही हो है, यही हो। अनि यता चाहिँ यहाँ के अरे सरसामान खोज्दैछ, भुजासुजा। यता चाहिँ आलु बसिसक्यो। अनि हर्रो अमिकाको खुट्टा, काँक्रा पनि धुँदैछ। अनि यहाँ चाहिँ काँक्रा, प्याज, धनियाँ चाहिँ काँक्रा खान लागेको अवस्था। 20 रुपियाँ लोकल काँक्रा। आलु पनि रेडी भयो गाइस। आलु कटिहालेको चटपटे बुढाबाट आयो बुढाबाट पुग्छ होला है। 3 जनालाई त धेरै हुन्छ त, के खान्छ पुग्छ पनि होला है। यो गइरहेको लाउँदा हुन्छ नेपाल चाहिँ हुने भइहाल्छ, एक्लै खाने हुन्छ। हुन्छ हौ धेरै चटपटे बनाएर खान्छ यो। कस्तो बुझा त्यति हो।
के हुन्छ अनि दिनकै खाजा यो दिनकै खाजा चटपटे ऊ माइगा चटपटे खाजा दिनकै आलु पनि कटिङ हुँदैछ तर तातोले के बिचरालाई गाह्रो छ गाह्रो गाह्रो ल ठक्काइ ठकेर हाल्ने बहिनी हुँदैछ के हो जाने तिमीहरू चाहिँ कक्रोच छैन र जे खुला राख्ने हुने आइसियो दिउँ कक्रोच बिहा चाहिँ तर ऊ उनीबाट है धुली खोर्सानी हालिदिने हाल हाल अलिकति धुलो अनि अलिकति धेरै खुर्सानी हाल्ने अझै कालो भइसक्यो ल गट्टर पारेर ल हरियो हरियो आबो त के हाल्ने नहाल्ने खोर्सानी कस्तो डेन्जर तरिकाले काटेको हात पोलेर मर्दैन के त्यो चटपटेको मसला तल छ भनिरहनु उयो यहाँ नुनमा त हेर्दा खोले ए यसको झोल खोला त्यो त सबै उको यस्तो परेछ यो अर्को भन्दा मान्छे छैन हो त त्यो खोल्दा त्यसो निकाल्न सदनसार नुन सदनसार धुलो खुर्सानी अकबरी खुर्सानी त्यति धेरै सामान त छैन सिम्पल हो सिम्पल मन पर्छ मन त अलि ल नघुमाएको हेर्नु है साथीहरू नचुइकन घुमाउँछ यार अनि सुरुमा चाहिँ मैले देखाउने बित्तिकै धेरै खानु हुँदैन पानीले मलाई डन्डी बजाउँछ पानी पनि हाल्नु यहाँ पानी पर्दैन सुक्खा सुक्खा ए हातले ल ल घुम घुम मैले हात दुखो ल ल ए भयो के भयो उसले हात दुख्रे यतिकै फुको खाने हो र अनि त्यहाँ लगाउनु कि पर्दैन रामा यत्रो चटपटे कसले खान्छ होला हौ भन्ने त्यो त कसले खान्छ होला हौ भन्दै पनि डर लाग्छ पानी हाल्नु ल चटपटे साथीहरू चटपटे कलर चाहिँ है पानी हाल्नु नि खाना त धेरै कलर हाले कलर छ उतै गयो खुर्सानी ए लगाउनु त लगाऊ पानी कम म चाहिँ त्यत्तिकै मारन जस्तो भएर बसिरहेको छु नि कहाँ हुन्छ त्यो बहिनीको रेसिपी है साथीभाइहरू यो चटपटे आज खायो चटपटे भोलि बिहान हुन्छ चटपटे मानेर खाँदै चटपटे त ढोका चाहिँ लगाइदिउँ है भयो भयो उसिन्छ क्या थालमा हालेर खाउँ न हाई साथीहरू वेलकम ब्याक अगेन अनि आज चाहिँ हामी यति धेरै चटपटे लिएर आएको छौँ यति धेरै बहिनीहरू साइड साइडमा अनि अब हामी चाहिँ एघारमा खान्छौँ ल खाऊ चटपटे मुखमा बाटावाला चटपटे खाऊ ओइ खाऊ न मलाई त खुर्सानीबाटै स्टार्ट गर्न मन लाग्यो खाइदिउँ हामीले चटपटे झन्डै खाइदिउँ भने अगाडि चटपटै खाइदिएको जस्तो छैन है अब फटाफट अप्ठ्यारो नआयो साथी स्ट्यान्ड हुन्छ त्यो क्यामेरा स्ट्यान्ड क्या बोकेर हाल्नु होइन हाम्रोमा लाइटै पुगेन निको हाँसेको त्यस्तो खाइछ फटाफट पाऊ टाढा छ तर सानो त्यति साह्रो राम्रो त्यसो बिचरा 200 दियो होइन त्यो के हल्का हानी भएको त्यो त दुई सोला जानु हुन्छ नि भिडियो कसरी त एउटा टिकटक बनाएर भने अस्ति सबै मान्छे भयो एउटा दाइले नाच्छ है म त्यो हाल्दिँदैन ब्याडमिन्टन खेल्न आफूले आफ्नो रोटी त रजिस्टर चाहिँ भित्र अब म त भोलि सबै खाएर पनि म त खाएको भन अब खाजा के खानु भन्नु सोधिहाल्छ म त भिडियो बनाएर छिटो खाना ल्याएर म त टेन्सन खान्छु Wow, खुर्सानी मासु खाएर राखेर ड्राइभर हाल्दैन दुनिया छ खुर्सानी
टाउको दुख्दै भयो म त्यसै बचाइदा के काम गरेर होइन अस्ति लुगामा के गरेर मैले गौसरी खाएको छु खाएको त्यो लुगा बनामा बनाए पछि पछि होइन लुगा बनामा कता गयो कुराबाट गर्नु भयो के गाइस गर्नु भयो जुगा चाहिँ हामीले खाँदै गर्ने म त कस्तो होला क्या धुने लुगा कम्ती भएछ एकछिन यहाँ लगाइसक्नु त्यो म अहिले काटिदिन्छु होला साथीहरू मार्छ होला यहाँ चाहिँ फेरि हाम्रो एकचोटिको सकेर फेरि अर्कोचोटि पाइदिउँ न मलाई आया सुरु हुँदैछ हाम्रो सेकेन्ड डोज के भन्छ यसलाई फेरि जे भने नि हजुर भन्छ है साथीहरू बहिनीहरू यति चाहिँ साह्रै ज्ञानी छ ए खुर्सानी त आएछ हौ मेरै भागमा ऊ यहाँ पनि छ कस्तो घाँटी गरायो मासु खानु पाउँदैन हल्का चटपटे हेर्दाखेरि चाहिँ सिम्पल देख्यो नि कलरहरू लगाएको खासै मन पर्दैन नि त नखानु पनि भन्छ है सबैभन्दा ठुलो अमिलाले अनि म अलिक पछाडि भएर होला गर्मी भएर हप्पै भेट्छु डेन्जर छ डेन्जर खुर्सानी त सबै छ फेरि यहाँ खुर्सानी खाँदा बिसाउँछ मलाई थाहा छ होइन त्यही पनि खानु मन लाग्छ के होला यस्तो भन न भन एक शब्द 2 शब्द मेरो मलाई कस्तो हाँसु दिएर अघि बाटोमा सराते त्यस्तो हट्टाकट्टा मान्छेले माग्नु बसेर उल्टै हामीलाई सरापेर धन्ने मारो साथीहरू सरापेको पनि फेरि चाबै त छ आज दिनमा खाए छैन है 11:30 हिँडेको हामी 12:30 हिँडेको साथी यता पुगेछ मेरो मैले उतै हेरेर थाहा भयो 12:30 हिँडेको आम्मामा
3-4 घन्टा लागेछ नि सल्लाह गरेर 1 घन्टा बस्यो बस होइन 1 घन्टा पनि बसिन बसेन 1 घन्टा 2 बजे आउँछ जस्तो लाग्छ एकछिन बजे सल्लाह तिमीहरू त्यस्तो पिरो भयो लागेछ भइसक्यो पुरै उसको मुख निर्मलले भन्थ्यो त बहिनी चाहिँ यस्तो छ दाइचेलाई चाहिँ पिरो खायो भने दाइलाई चाहिँ कपाल चिरा कपाल झर्नु खोज्छ भन्छ उहाँ निर्मलले नपत्याएर कपाल कलाउनु हुन्छ कसरी चिराको खुर्सानी खायो कि तपाईँको माथि पुगिहाल्नु खानुहुन्छ खाने के गर्नु म पहिला त कति खान्थेँ हौ बिस रुपियाँ पहिला कति खान्थेँ नि पहिला अझ के भयो त्यो करेन्ट चाउ हुन्छ नि 4टासम्म खान्थेँ क्या मैले चाउ अनि त्यो चाउ होइन 3टा 4वटा अनि अन्डाहरू 2टा 3टा अनि कहिले सुँगुरको मासु कहिले के लिएर बस्थेँ क्या मैले पहिला बाङ्गा यो मेरो लुगाले चाहिँ साहा हाले जस्तो देख्छ है किलेकै हेर्छ त्यो चाहिँ मेरो खगयो दुई थाल चटपटे खाइसक्यो हामीले पानी एकछिन लास्ट बाइट फर्स्ट बाइट उसको पनि घाँटी करायो त्यो सँगसँगै परेर तिम्रो चाहिँ कराएन है ए हाम्रो फ्रिजमा त्यो ससेजहरू त थियो हौ साँच्ची हो बफको उसले त खाने कति सुबानी छ फेरि बहिनी राम्रीमा राम्री ज्ञानीमा ज्ञानी सुबानीमा सुबानी सुबासिलीमा सुबासिली हामी 3जनालाई चाहिँ एकजनाले कमेन्ट गर्नुभएको थियो तपाईँहरू 3 बहिनी हो भन्ने साँच्चै त्यस्तै देखिन्छौँ है अस्ति त टिकटकमा त त्यस्तै देखाएको थियो क्या ढ्याप्रे ढ्याप्रे ल हाम्रो चाहिँ चटपटे फिनिस भयो साथीहरू यस्तो गर्नु सक्दैन यहाँ मेरो चटपटे छ है यहाँ मेरो चटपटे छ गाह्रो खान्छु यसलाई मैले नि त म त गर्दिनँ है गर्नु न यो पनि उमा राख्नु कि त्यो उमा हुन्छ नि फोटो खिचेर यसको फोटो त अहिले एकछिनमा के अनि यता फर्क नमिगा उसलाई चाहिँ हात धुनै परेर अनि नि यता साथीहरू आजको हाम्रो भिडियो चाहिँ के कस्तो लाग्यो अब चाहिँ यसो कहिलेकाहीँ मिलाएर हामी भिडियो चाहिँ बनाउँछौँ भने 3जना साह्रै राम्रो नि देख्यो फ्रेममा हो अनि बिस्तारै बिस्तारै कहिलेकाहीँ ल्याउँछौँ होला कहिलेकाहीँ घुम्न गएको पनि आज नि हामी घुम्न जान्थ्यौँ है टाउकोहरू नदेखायो भए चाहिँ भनेको थियो फेरि अलिक स्वास्थ्यले साथ दिएन र हामी त्यत्तिकै कुदेर फर्क्यौँ अनि आजको भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो हाम्रो बाटाको चटपटे अनि बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद यति मिठो चटपटे बनाएर खुवाएकोमा खै त के भन्नु पर्दैन
अब यति भन्दै आजको भिडियोबाट चाहिँ बाई बाई भन्न चाहन्छौँ हामी चाहिँ, किनभने भिडियो त धेरै लामो भइसक्यो साथीहरू। भयो झन्डै आधी घन्टाको हुन्छ र काटकुट पारेर हाल्नुपर्छ, नत्र यिनीहरूलाई स्पिडमा राख्नुपर्छ। ल साथीहरू आजको भिडियोलाई बाई बाई बाई। बाई